सम्पूर्ण भक्त सज्जनहरूप्रति राधे राधे, नारायण, हरे कृष्णको अभिवादन। भक्त सज्जन वृन्द, आज पुष शुक्ल पूर्णिमाको पावन तिथि। आजबाट नै माघ स्नान प्रारम्भ भएको छ। आजबाट नै स्वस्थानी व्रत कथा पनि प्रारम्भ भएको छ। हामी स्वस्थानी भगवतीको अर्चना, पाठ, कथा श्रवण गर्ने गरिरहेका छौँ। यस वर्ष पनि आउनुहोस् सँगै स्वस्थानी व्रत कथा श्रवण गरौँ। सबैले हातमा पुष्प लिनुहोला, हात जोड्नुहोला र आउनुहोस् मङ्गलाचरणका केही श्लोकहरू म हजुरको सामु पढ्छु, फेरि कथा पनि पढ्नेछु। हजुरले सबैले आनन्दले श्रवण गर्नुहोला। जय कृष्ण। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतः स्तुन्वन्ति देव्यैस्तवैर् वेदैः साङ्गपदः क्रमोपनिषदैर् गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितोज्ज्वल वपुः शुक्लाम्बरा मल्लिका मालालंकृत कुंडला प्रविलसन् मुक्तावली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष मालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्य माता चिरम् मूकं करोति वाचालं पंगुं लंघयते गिरिं यत्कृपातमहं वन्दे परमानंद माधवम्। नमो भगवते तस्मै व्यासाय मित तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये। बोलो स्वस्थानी माता को जय। भक्तवृन्दहरू, आउनुहोस् अब हामी पहिलो अध्यायको कथा सुनौं। हजुरले सबैले भगवती स्वस्थानीको मन र भावनाले ध्यान गर्दै यो कथा श्रवण गर्नुहोला। म पाठ पढ्न जाँदैछु। प्रथम अध्याय प्रारम्भ। सृष्टिक्रमः उपाख्यानः। पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त मुनि आफ्नो आश्रममा तपमा लीन थिए। एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यही पाल्नुभयो। अगस्त मुनिले देखेर सम्मान साथ आसनमा बसाली स्वागत सत्कार गरेपछि नम्रवाणीले सोधे, हे कुमार, यो संसार कसरी सृष्टि भयो? यसको विषयमा जान्ने इच्छा भयो। म उपर कृपा गरी आज्ञा भए आफूलाई धन्य सम्झन्थे। अगस्तको प्रश्न सुनेर कुमारजी भन्नुहुन्छ, हे मुनि, हजुर एकचित्त भएर सुन्नुहोस्। म हजुरलाई सृष्टिको क्रम सुनाउने छु। सृष्टि प्रारम्भ हुँदा पहिले परब्रह्म परमात्माको इच्छा स्वयं स्फुरण हुनासाथ त्यही इच्छाले प्रेरित समस्त गुणले युक्त ब्रह्मा, विष्णु र शिव प्रकट हुनुभयो। तिनका शक्ति स्वरूप त्रिगुणले युक्त माया वा प्रकृति उत्पन्न भई। ती त्रिगुणात्मिका मायालाई जित्न वा वशमा पार्न अत्यन्तै कठिन छ। उनै माया भन्दा पर प्रतिष्ठायुक्त निवृत्ति पद छ, त्यो भन्दा पर शान्ति पद र त्यो भन्दा पर शान्त्यातीत पद छ। त्यसपछि विद्या पद छ र विद्या भन्दा पछि निवृत्ति पद छ। जान्नेहरूले त्यसैलाई मोक्ष पद पनि भन्दछन्। यो संक्षेपमा भयो। अलि विस्तारले सृष्टिको क्रम बुझाउन र बुझ्न पनि निकै कठिन छ। तसर्थ संक्षेपमा भनेको कारण मुख्य पनि यही हो। प्रलय र सृष्टिको क्रम बेग्ला बेग्लै छ। एक नियमले सृष्टि हुन्छ र अर्को नियमले प्रलय हुन्छ। जो त्रिगुणात्मिका माया छन् ती शान्त्यातीत, शान्ति, विद्या, प्रतिष्ठा र निवृत्ति आदि पदमा रहन सक्दिनन्। माया भन्दा पनि टाढा रहने जो अव्यक्त छ त्यो आत्मामा विद्यमान छ।
जीव अज्ञानी र प्रकृति जड हुनाले समस्त परमाणु अचेतन छन्। कारण बिना कुनै कार्य हुन सक्दैन। यसै कारण जगतको अधिष्ठाता परमात्माको इच्छा बिना कुनै कार्य पनि हुन सक्दैन। यो कुरा वेद र शास्त्रले पनि स्वीकार गरेका छन्। तापनि वेदान्त आदि शास्त्रमा सबैको गति नपुग्ने हुनाले सबैलाई तुरन्त निश्चय हुन सक्दैन। त्यसै कारण जन्म मरण रूप बन्धन नछुटेर त्यसैको सुख दुःख केवल अनुभव गर्ने जीवद्वारा यो संसारको क्रम चलिरहेको छ। यो क्रम कल्प कल्पको भेदले भिन्न भिन्न झैं देखिने हुँदा अनेकौं कल्पमध्ये केवल पद्म कल्पको मात्र वर्णन गर्दछु। ब्रह्मा विष्णु शिव एक हुन्। यिनमा सानो र ठुलो भन्ने भेद छैन। हे मुने, सृष्टि गर्ने चतुर्मुख ब्रह्मा, पालन गर्ने विष्णु, संहार गर्ने भगवान रुद्र हुन्। विष्णु र शिवका आयुको अवधि वा प्रमाण छैन। ब्रह्माको 100 वर्ष परमायु कहिन्छ। उनको प्रथम 50 वर्षलाई परार्ध भन्दछन्। 100 वर्ष पुगेपछि उनको पनि नाश हुन्छ वा प्रलय हुन्छ। प्रलय भएपछि समस्त संसार र यसमा रहेका वस्तुहरू केही पनि रहन्नन् अनि ईश्वरद्वारा अर्को सृष्टिको क्रम आरम्भ हुन्छ। त्यो नयाँ सृष्टि पनि अगाडि जुन क्रमले चलिरहेको थियो सोही प्रकारले चल्न थाल्दछ। प्रलय चाहिँ अनेक प्रकारले हुन्छ। ब्रह्माको घर गृहस्थी सबै छ। उनले पनि खानु सुत्नु पर्दछ। उनी बस्ने लोकको नाम सत्यलोक हो। प्रातःकाल हुँदा उनले सृष्टि गर्छन्। उनको एक दिनमै सत्य, त्रेता, द्वापर, कली 4 युग 72 पल्ट घुमिरहन्छन्। रात परेपछि प्रलय गर्दछन्। यही क्रमले ब्रह्माको 100 वर्ष पुग्दछ तब महाप्रलय हुन्छ। त्यस महाप्रलयपछि फेरि पहिले जस्तै रजोगुणले युक्त ब्रह्मा उत्पन्न गराई अहंकार र पंच महाभूत, ज्ञानेन्द्रिय, कर्मेन्द्रिय, पंच तन्मात्रा, शब्द, रूप, रस, गन्धले युक्त एउटा अण्ड उत्पन्न हुन्छ वा बन्दछ। त्यो अण्ड ब्रह्ममय हुनाले त्यसको नाम ब्रह्माण्ड रहेको हो। त्यही अण्ड फुटेर 2 भाग भएपछि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ। यसैबाट प्रथम सृष्टि चतुर्मुख ब्रह्मा भए। पालन गर्ने अनन्त कोटि ब्रह्माण्डका स्वामी विष्णु भए। संहार गर्ने महारुद्र भए। यिनैले यो सृष्टिको कार्य निर्बाध गतिले गर्दछन्। जसको इच्छाले त्यो अण्डको उत्पत्ति हुन्छ। त्यस परब्रह्म परमात्मालाई त्रिगुण, गुणातीत, चतुर्व्यूह, अनादि, अजन्मा, हिरण्यगर्भ, प्रजापति आदि भन्दछन्। सुमेरु पर्वत समुद्रको बीचमा समस्त जीवहरू गर्भाशयमा बालक रहे जस्तै रहेका छन्। सूर्य, चन्द्र, ग्रह, नक्षत्र आदि पनि त्यही सुमेरुको चारैतिर स्थित छन्। निराकार आकाश पनि त्रिगुणात्मिका माया र पंच महाभूतले बेरिए झैं भई आकारवान अर्थात् एक रूपबाट अर्को रूप देखिन्छ। तर त्यस आकाशलाई राम्ररी विचार गर्दा आदि मध्य अन्त नभएको अनादि अनन्त परमेश्वरको लीला मात्र हो। यो संसार नै भ्रान्तिको रूप हो। किनकि उनै ईश्वरको इच्छाले सृष्टि स्थित संहार हुन्छ। धागोमा दाना उने झैं यो संसार परब्रह्ममा उनिएको छ। अनन्त कोटि ब्रह्माण्डको गणना गर्न सकिन्न। जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा, विष्णु, शिव, चन्द्र, सूर्य, इन्द्र, दिक्पालहरू भिन्न भिन्न छन्। जस्तै स्वप्नमा देखिएका अनेकौं सुख दुःखको अनुभव जागा हुनको साथ केही पनि रहन्न, त्यस्तै यो मिथ्या अनित्य संसारको सुख दुःख पनि स्वप्न जस्तै हो। सुख दुःख त मनले मात्र अनुभव गर्दछ। त्यसको भागी जुन मन हो त्यसलाई आफ्नो बसमा राख्नु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा ज्ञानी जनहरूले राम्ररी बुझ्नु पर्दछ। हे मुने, तिमी पनि एकाग्र मनले तपस्या गर, अवश्य सिद्धि मिल्नेछ। मैले यो सृष्टिको क्रम अत्यन्तै संक्षेपमा सुनाएको छु। अब दोस्रो अध्यायमा पद्म कल्पको वर्णन गर्नेछु। ध्यानपूर्वक सुन्नु भनेर यसरी कुमारले आज्ञा गर्नुभयो अनि अगस्त ऋषिले यो कथा सुन्नुभयो। इति श्री स्कंद पुराणे केदारखण्डे माघ माहात्म्ये कुमार अगस्त संवादे श्री स्वस्थानी
परमेश्वर्या व्रतकथायां सृष्टिकर्मवर्णनं नाम प्रथमो अध्याय। हरे नमः। बोलो स्वस्थानी आमाको जय। आउनुहोस् अब अन्तिममा फेरि फुल लिएर पुष्पाञ्जली गरौँ, भगवती परमेश्वरीको कथा सुनेर स्वस्थानी मातालाई प्रणाम गरौँ। सबैले हातमा चन्दन आदि फुल जे छ लिनुहोला र प्रार्थना गर्नुहोला। उपनयतु मङ्गलं वः सकल जगन् मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन दल निवेक्षण कृष्णः काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्रह्मणा सन्तु निर्भयाः अपुत्रा पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सधनः सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चतुर्द्वार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मंडितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निशेष्य जाड्यापा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत्। श्री स्वस्थानी देव्यार्पणमस्तु। स्वस्थानी आमाको जय। सम्पूर्ण सज्जन भक्तवृन्दहरू, आज हामीले पहिलो अध्यायको कथा श्रवण गरेका छौं, पुष्पाञ्जली अर्पण गरेका छौं, भगवतीलाई नमन गरेका छौं। यो हृदय पवित्र बनाएर अब 1 महिनाको यो माघ महात्म्यको कथा हामी सुन्नेछौँ। आजको यो भिडियो हजुरहरूले मेरो युट्युबमा रहेको ऋषि भक्ति सुधा नाम गरेको च्यानल फेसबुकमा सेयर गर्नेछु। हजुरहरूले यो फेसबुकबाट दर्शन गरेर अवश्य नै यो कथा श्रवण गर्नुहोला र 2-3 दिन पछाडि म प्रत्यक्ष प्रसारण युट्युब र फेसबुकमा लाइभको माध्यमले जोडिनेछु भन्दै हजुरहरू सबैमा नमन। भगवती स्वस्थानी माताले सबैको कल्याण गरून्, सबैमा कृपा गरून्। जय नारायण।